आजभोलि हिउँले ढाकिएका हिमालयहरूका दृश्य दुर्लभ देख्न पाइन्छ। तापमानमा क्रमिक वृद्धिसँगै नेपालका उच्च हिम श्रृङ्खलाहरू कालो र सुक्खा चट्टानमा परिवर्तन भइरहेका छन्। यसै गरी नै हामी मनुष्यहरूले विनाश गर्यौं भने एक दिन यो संसार तहस नहस हुनेछ। तल बस्ती र माथि डाँडा नाङ्गो डाँडा भएको कारणले यहाँबाट ढुङ्गाहरू जाने, यहाँबाट अनि त्यो पुरै माटो भाँसिएर जाने, यहाँ पुरै नाङ्गो भएर पुरै खाली भएको थियो। अहिले यो पिस नेपालको सहयोगमा 450वटा दाँते ओखरका बिरुवाहरू ल्याइसकेपछि हामीले नाङ्गो डाँडामा वृक्षारोपण गरेर मुहानहरू सुकेका थिए। अब त्यहाँ माथि धेरै यहाँबाट 4-5-6 किलोमिटर माथि टाढाबाट पानी ल्याएर हामीले खानु पर्थ्यो, त्यहाँ सिँचाइ गर्नु पर्थ्यो। अनि त्यो पानीले असम्भव थियो। तर अनि पिएस नेपालको सहयोगमा हामीले एउटा ठुलो ट्याङ्की बनाइसकेपछि हामीलाई सिँचाइ गर्न पनि सजिलो भएको छ। पहिरो जाँदाखेरि सर एकदमै गाउँको अवस्था हेर्दाखेरि यो पुरा गाउँ नै लगभग 60 घरधुरी जति थियो, यताउता गरेर टोटल पुरै गाउँ नै विस्थापित हुने स्थितिमा थियो सर। अर्कै सिजनमा सर यहाँ लगभग 1 घोटर हेगाउने पानी आइरहन्छ सर। यो पानी आइरहन्छ, यो पानी नियन्त्रणको लागि जस यो पानी आयो भने यो साइड गेमको साइड हुँदै जस पानीलाई यो गाउँ नजाने तरिकाले यो साइड लाएर जस निकास गरिएछ सर। पिएस नेपालले हामीलाई सहयोग गरेर हामीले जाली ल्यायौँ। यो हामीले जाली भरिसकेपछि अनि यी 25-30वटा घरहरूलाई अलिकति सुरक्षित पनि भएको छ। जो मेरो पहिलाको कुरा भनेपछि 27 मुरी हो, 27 मुरी। अहिले अब मुरी काटियो, अन्न बढाउँछौँ थाहा पनि नै, कति रह्यो बाँकी कति काटियो भन्ने पनि थाहा नै। 20 कट्टा जति काट्यो। तार जाली हालेदेखि पट्टि हुन्छ, अलिकता काट्न छोडिया छ। नदीनालाहरूमा चेकडम तडबन्धनको लागि ग्यामिनहरू हालिराखेका छौँ। स्याउका बिरुवाहरू, खोला नालामा पहिरो आउने ठाउँमा हामीले भैँसका अन्य बिरुवाहरू, यहाँतिर पाउने जडीबुटीका बिरुवाहरू लगाउने काम गरिरहेका छौँ। जुम्ला र मुगु जिल्लामा रहेका परापूर्व कालदेखिका परम्परागत पानीका स्रोतहरू, मुहानहरू लोप हुनु, खाद्य उत्पादनमा ह्रास हुनुले भोकमरी र खाद्य सङ्कटतर्फ उन्मुख भइरहेको सङ्केतका रूपमा लिन सकिन्छ, जसको एउटा प्रमुख कारण नै जलवायु परिवर्तनका प्रभावहरू हुन्। हामीले यो पानी बढी पर्दाखेरिमा पनि यहाँ कुलो भाग्न आउनु पर्दथ्यो। अब यहाँ गाउँको क्षति गर्दथ्यो। अब यत्र हप्पाबाट आएका ढुङ्गाहरू गएर पनि धेरै घरको क्षति पनि भयो। पहिला अब 50 घरधुरीको जग्गाहरू छ, त्यो सबै घरधुरीलाई सिँचाइको अब लगभग सुविधा एकदम राम्रो भएको छ। हल पक्की भइसकेपछि पानी जतिखेर पनि हाल्न पायो, त्यसपछि हामी उत्पादन पनि त्यतिकै वृद्धि हुने। जो पानी भाँडा धुने गर्छौँ, जो पानी अब हातमुख धुने गर्छौँ, त्यो पानी एउटा अब डरममा पानी राखेका त्यो पानी बगेर एउटा खाल्टो प्लास्टिक पोखरी जस्तो खाल्टो खनेर विसर्जन तरकारी उत्पादन गर्दाखेरि त्यो जम्मा भएको पानी हामीले लगेर तरकारीमा अब जस्तै धनियाँ, साग होइन, त्यो भाजी अनि टमाटरहरूमा अनि काउलीहरूमा हामीले सदुपयोग गरेर त्यसबाट तरकारी उत्पादन गरेका छौँ। अहिले हामीले त्यही कीटनाशक सिकाइ गरेर हाम्रो गाउँमा अहिले 100वटा कीटनाशक हामीले उत्पादन हालेर तरकारीहरू यो चिसोको 2-4 महिना हामी खान पाउँथ्यौँ। अहिले यो चिसोको महिना पनि हरियाली नै हामीले खाने सम्भव भइरहेका छौँ। पहिला हामीले समूह गठन गऱ्यौँ र त्यसपछि सहकारीको सञ्जाल बनायौँ। अनि त्यो सञ्जाल बनाइसकेपछि अब सबै महिलाहरूले पनि बोल्न सक्ने, परिचय दिन सक्ने, कुनै कुरा नियम र कानुन बुझ्न सक्ने खालकी पायौँ। अहिले पिएस नेपालले हेरेदेखि हामीले बुट्टा पनि पायौँ अनि भूकम्प पीडितको सुझाव सल्लाह पनि पायौँ। कसरी बज्ने हो, कसरी बाज्ने हो,
कसरी काम गर्नुपर्ने हो, भित्र बाहिर कसरी जाने हो भनेर हामीले त्यो पनि बुझ्यौँ। अनि महिलाको अधिकार कति रहेछ भने त्यो पनि बुझ्यौँ। त्यो तरबन्धन भएको छ, जस्तै पोखरी भयो, जस्तै ग्रिन हाउस भयो। हामीलाई चाहिँ सर अब त्यही अब यो सागपातकै ट्रेनिङ भयो, छेउ कलमीकै ट्रेनिङ भयो, जस्तै यो सिँचाइकै ट्रेनिङ भयो सर होइन। पेस नेपाल जुम्लाले विगत 10 वर्षदेखि जलवायु परिवर्तनका प्रभावहरूलाई कम गर्नका लागि सङ्कटासन्न समुदायहरूमा पृथ्वीमा तापमानको अभूतपूर्व वृद्धिबाट उत्पन्न भइरहेका चुनौतीहरूसँग अनुकूलन गर्नका लागि प्रयास गरिरहेको छ। पेस नेपाल जुम्ला स्थानीय सरकार र दात्री निकायहरूले जलवायु परिवर्तनको प्रभावसँग अनुकूलन हुनका लागि सङ्कटासन्न समुदायलाई सहयोग प्रदान गरिरहेका छन्। हामीले प्रत्येक वडामा गएर वडाको एउटा अध्ययन गरेर र त्यो त्यहाँ अध्ययन गरिसकेपछि त्यो गाउँपालिकामा कस्ता समस्या छन् त भन्ने कुरा पहिचान गरेर हामीले कार्यक्रम र काम गरिरहेका छौँ। लामो समयदेखि पेस नेपालले यो विशेष गरी डिआरआरको सेक्टरमा जनचेतनाका कार्यक्रमदेखि लिएर रेक्टोफिटिङका कामहरू गर्दै आएको छ। जुन हिजोको यो कार्यक्रमको मोडलहरू थियो, त्यो कार्यक्रमको मोडलहरू अलिकति हामीलाई मन परेको छ। त्यो मोडलको कन्टिन्युटीको पनि हामीले चाहिँ आवश्यकता ठानेका छौँ, त्यसको निरन्तरताको पनि जरुरी ठानेका छौँ भने अब यसको सँगसँगै हामीले अब हामीलाई त्यो खालको चाहिँ कार्यक्रमहरू सञ्चालन गर्ने सन्दर्भमा गाउँपालिकाका आफ्ना कार्यक्रमहरू छन् र यस सँगसँगै जोडेर जाने कुरामा हामी गाउँपालिकाको आफ्नो पिरियडिक प्लान पनि बनेको छ र डिआरआरको पनि हाम्रो प्लान बनेका छन्। सङ्कलन पोखरी तथा बर्खाको पानी सङ्कलन पोखरी खेर गएको पानी सङ्कलनमा सहयोग गरेको छ। सिँचाइ नहरहरू लिफ्ट सिँचाइ गरी सिँचाइको सम्भावना नभएको स्थानमा समेत सिँचाइ गरी 138 हेक्टर जमिन सिँचित गरेको छ। यति मात्र होइन, यस परियोजनाको सहयोगमा 17 किलोवाट लघु जलविद्युत उत्पादनमा पनि सहयोग गरेको छ। जलवायु परिवर्तनका चुनौतीहरूलाई अनुकूलन गर्न कृषक पाठशाला, जलवायु मैत्री प्रविधि तथा विभिन्न तालिमहरूका माध्यमबाट किसानहरूलाई सशक्तिकरण गर्दै आएको छ। परियोजना लागू भएका क्षेत्रका किसानहरूले 41 हेक्टर क्षेत्रफलमा स्याउ तथा ओखर खेती गरेर 14,125 बिरुवा लगाएका छन्। तत्कालीन रूपमा जीविकोपार्जन गर्न बेमौसमी तरकारी खेती, च्याउ खेती, सिमी तथा आलुमा नयाँ प्रविधिको अभ्यास गर्दै उत्पादनमा वृद्धि गर्न सहयोग पुगेको छ। कृषिमा अनुकूलनका अभ्याससँगै महिलाको कामको बोझ कम गराउन समेत टेवा पुर्याएको छ। यसले खाद्य सुरक्षामा मात्र टेवा पुगेको छैन, पोषणयुक्त खानाले बालबालिका र महिलालाई ठूलो सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ। पहिले ती बस्ती जहाँ छ त्यहाँ काँचो लगाइन्थ्यो, तमाखु खानको लागि काँचो लगाइन्थ्यो, तरकारी खेती गरिन्थ्यो। अहिले आएर त्यहाँ ग्रिन हाउस छन् र मौसमी बेमौसमी तरकारी उत्पादन गरेका छन् र बिक्री वितरण गरेर उनीहरूले आय आर्जनको पनि र आफूले पनि खानेकुरामा त्यो तरकारी खाने गरेका छन्। त्यो अत्यन्तै राम्रो। असोज 19 गतेदेखि 23 गतेसम्म परेको अविरल वर्षाका कारणले ग्रस्त विद्यालय भएको थियो र हामी 1 वर्षसम्म करिब चौरमा राखेर हामीले अलग अलग चौरमा राखेर कक्षा शिक्षण वा पढाउँदै गरेका थियौँ र जब 80 को असोजबाट एउटा पेस नेपाल र पलान नेपालको साझेदारीमा सञ्चालित आधार परियोजनाद्वारा 4 कोठे भवन बन्यो र त्यसपछि आएर हाम्रो एउटा 2 कोठे राष्ट्रपति शैक्षिक सुधारबाट भवन बन्यो र हामीले पेस नेपाल र पलान नेपालद्वारा सञ्चालित बाल मैत्री शौचालय र केटाकेटीको छुट्टै शौचालय 3वटा शौचालय बन्यो र बाल मैत्री 10वटा धारा बने र पेस नेपाल र पलान नेपालद्वारा अहिले हामीले 4वटा टिभी र एउटा तातो चिसोको सोलर पाएका छौँ। पक्की भवन बढ्यो, भूकम्प प्रतिरोधात्मक भवन बनेपछि विद्यार्थीहरू पनि पढ्नुपर्छ है, हामी पनि यस्तो भवनमा पढ्न पाएका छौँ, हामी यसरी सुरक्षित भवन पढ्न पाएका छौँ भने उनीहरूको दिमागमा सकारात्मक सोच बसेको छ र शिक्षकमा भएको हुनाले गुणस्तर वृद्धि हुन्छ जस्तो लाग्छ मलाई।
The project also focuses on enhancing educational quality through teacher training, providing teaching learning materials, and leveraging ICT. Parents and local stakeholders are actively involved in ensuring accountability and creating a supportive learning environment at home. यहाँभन्दा अगाडि खासै हामीले थाहा पनि थिएन हैन, जबदेखि पेसले लागू गर्यो त्यहाँबाट हामीले धेरै कुराहरू सिक्यौं र पढाइकुना गर्दाखेरि बच्चा एकदम पढ्न पनि जान्ने सानो 5 वर्षको बच्चा हो, सरस्वती पाठ पढ्ने पनि भइसकेको छ अहिले हैन। त्यो पढाइकुनाले गर्दा यिनीहरूलाई थोरै सहयोग आए पनि पढाइमा धेरै सफलता मिल्छ अनि यस्तै सफलता अझै अरू बालबालिकालाई पनि मिलोस्। हामी सँगसँगै यिनी बालबालिकाहरूले कसरी पढ्ने भनेर केही कुराहरू सिकौस् हैन। हेरेर देखेर पढेको पढाइ भिन्नै हुँदो रहेछ। घर काममा पढाएको पढाइ भन्दा पनि हेरेर देखेर सुनेर रमाइलो तरिकाले पढिरहन्छ बच्चाले। The project's inclusive approach has brought transformative changes. Over 2,000 children, including Regina, have gained confidence on quality education with the improved services and changed perception of parents and teachers. Collaboration with local and provincial governments, schools, and civil society organizations has been central to the project's success. पेस नेपालले हामीले दिएको टार्गेट विशेष गरी कक्षा कोठाभित्रको सिकाइसँग सम्बन्धित विषय र भौतिक संरचनाका विषयहरूमा चाहिँ पेस नेपालले विभिन्न कार्यक्रमहरू मार्फत हामीलाई सहयोग गर्दै आइरहेको छ। विषयगत ट्रेनिङहरूमा चाहिँ हामीलाई चाहिँ यो पेस नेपालले सहयोग गरेका छन् र अतिरिक्त क्रियाकलापहरूको विषयमा चाहिँ प्रतियोगितात्मक हाजिरी जवाब लगायतका विभिन्न इभेन्टहरूमा पनि पेस नेपालले हामीसँग सहकार्य गरिरहेको छ र पालिकाले गर्ने सम्पूर्ण काममा चाहिँ हामीले सँगसँगै पेस नेपाललाई पनि हामीले सँगसँगै लिने गरेका छौं र हामीले गरेको हामीले राखेको लक्ष्य पूरा गर्नका निमित्त हामी एक्लैले काफी नभएकै बेला हामीलाई चाहिँ जो पेस नेपालको सहयोग छ त्यो अत्यन्तै सराहनीय छ र पेस नेपालले गरेका सम्पूर्ण कामहरू चाहिँ हाम्रो गुणस्तर विकासका निमित्त एकदम धेरै काम चाहिँ पेस नेपालले गरेको छ। The project has been directly contributing to the priorities of these 3 rural municipalities to enhance the quality of education. However, there is still a long way to go in ensuring quality education. हाम्रो हिमा गाउँपालिकामा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा हरित विद्यालय निर्माण गर्ने, विद्यार्थी र अभिभावकका बीचमा विभिन्न कार्यशाला गोष्ठीहरू, तालिमहरू र बैठकहरू सञ्चालन गर्ने, प्रहरु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, यहाँ शिक्षा समिति र गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत वडा अध्यक्षहरूका बीचमा पनि समन्वयात्मक बैठकहरू राख्ने र विद्यालयलाई शैक्षिक चाहिँ क्यालेन्डर निकाल्ने कार्यक्रमहरू पनि पेस नेपालले गरिराखेको छ र पञ्चवर्षीय रूपमा पनि कमसेकम 5 वर्षसम्म हिमा गाउँपालिकाको शैक्षिक कार्यतालिका के हुन सक्छ, शैक्षिक चाहिँ प्रोजेक्टका रूपमा पनि प्रोजेक्ट ब्याङ्कको रूपमा पनि एउटा निर्माण गरेको छ पेस नेपालले। समग्र शिक्षामा रूपान्तरण गर्नका लागि, शैक्षिक सुधारका लागि, शैक्षिक गतिविधिलाई अझ अब्बल बनाउनका लागि र शिक्षालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति, शिक्षकहरू र गाउँपालिकाका बीचमा एउटा अत्यन्तै उत्कृष्ट व्यवस्थापन गरेर शिक्षामा हिमा गाउँपालिकाको शैक्षिक सुधारमा पेस नेपालले एउटा इटा थपेको छ र प्रशंसनीय कार्य गरेको छ। त्यसका लागि पेस नेपाललाई The journey to achieving quality education in Jumla is far from over, but projects like Aadhar light the way. This progress is made possible through continued support and collaboration. अहिले थुप्रै स्थानीय रूपमा जुन शिक्षा नीतिहरू, शिक्षा योजनाहरू छन्, कति यस्ता योजनाहरू छन् तर कार्यान्वयन प्रभावकारी भएको छैन। त्यो कार्यान्वयनतर्फ लानको लागि र कतिपय चाहिँ जहाँ चाहिँ जरुरी छ नयाँ बनाउन, त्यहाँ चाहिँ नयाँ बनाउनलाई पनि स्थानीय सरकारसँग चाहिँ हामी सहकार्य गर्यौं र स्थानीय सरकारले पनि थुप्रै खालको बजेटहरू छुट्याउनु भएको छ र हामीसँगै काम गरेका छौं। यसले के देखिन्छ भने अहिले परियोजना चलिरहँदाखेरि थुप्रै सहकार्य गरेर जाने कुरा त छँदैछ र पछि परियोजना सकिएपछि पनि स्थानीय सरकार बाट चाहिँ यसलाई कुनै न कुनै माध्यमबाट चाहिँ दिगोपन गराउने कुरामा पनि सुनिश्चित गरेको छ यो परियोजनाले। यसरी चाहिँ यो परियोजनालाई चाहिँ हामीले एउटा इन्टिग्रेटेड परियोजना भन्न चाहन्छौँ र यसले चाहिँ पक्कै पनि जुम्ला जिल्लाको शिक्षाका सवालहरूलाई सम्बोधन गर्न चाहिँ मद्दत गर्छ भन्ने कुरामा चाहिँ हामी विश्वास गर्छौँ।